हामी चाहिँ सर्प हेर्न आउँदैछौँ। कुन ठाउँ हो रे दिदी? मङ्गलबारे सालबारी मोरङ यो वन अफिसमा जाँदैछौँ। एकदम ठुलो सर्प छ अरे। यहाँ चाहिँ खरायो एकदम गर्मी छ। अजिङ्गर वो भुइ यसरी पो बस्दो रहेछ नि। यसले चाहिँ हरिण खाँदै थियो अरे जङ्गलमा, अन्त समातेर यहाँनिर चाहिँ वन विभागमा राखेको रहेछ। एउटा छ दिदी? एउटा मास्तिर एउटा तलतिर छ। एउटा पानीबाट भर्खर निस्केको छ। कताबाट हेर्नु? एउटा माथिल्लो पानीमा नपसेको, एउटा तल्लो पानीमा पसेको। यिनीहरूलाई पानी पनि चाहिन्छ अनि गर्मी भयो भने पानीमा बस्नु पर्दैन। अनि कुखुरा चाहिँ किन दिएको जिउँदै? यसले अब जिउँदै त्यो कुखुरालाई खान्छ। यस्तो पाप्लु हेर्नु त यहाँ कुखुराले। लो कुखुरा पनि खानलाई रेडी अरे। यस्तो बिचरा यो कुखुराको जिन्दगी। यतापट्टिबाट आउनु फुपू शीतल छ। अच्छा खप्लाइ खान्छ। कुखुरा यसरी राखिदिँदो रहेछन्। यो कुखुरा बिचरा कति डराउँदो। अनि यो चाहिँ यो अजिङ्गरले खान्छ अरे यो कुखुरालाई। जिउँदै त्यो मर्दैन डरले हेर्नु त। 7 दिनसम्म खाएको हुँदैन। कहिले खान्छ त्यो हुँदैन नि। कति पापी नि। त्यही छ फुपाजु दुईटै। एउटा मास्तिर त्यो फुस्रो छ, तलतिर चिल्लो छ एउटा। यिनीहरू मान्छे आउँदा धम्चिँदैन रहेछन् दिदी? पहिला त सल बोलाउँछ भरे बेलुका शीतलमा सल बोलाउँछन्। अब एउटा टल्किने खालको हैन त्यो पानीबाट निस्केको हैन। यो दुईटै सँगै थियो अरे। यो पानीमा पस्छन्। यिनीहरू जोडी रहेछन्। यिनीहरूलाई के आनन्द अरे नि। बसे खाए। कुखुराको चाहिँ मलाई पाप लाग्यो। यस्तो पनि हुन्छ त हौ। यो कति डराउँदो। अनि डराउँदैन। खानु खोज्दा बुरुक बुरुक उक्किन्छ अरे। अनि निकै दिन खाएन अनि निकालेर चाहिँ खान्छन् मान्छेले नै। उतापट्टिबाट अलिक देखिन्छ दाजु। उतापट्टिबाट त्यताबाट टल्किन्छ अरे। कति साह्रो टल्किने रहेछ। जुन परबाट छेउबाट टल्किँदैन। बसिरहेको छ। दिदी दुईटै एकै ठाउँ थियो अरे सर्प? खै कहाँ कहाँ भेटेको होला नि। एउटा चाहिँ हरिण खाँदैतिर ल्याएका त्यसले मान्छे नि खान सक्छ यत्रोले? खानु छ त नि यो हरिण खानेले। यहाँबाट त सानोदेखि डरै हाल्ने।